आया थाकेँ म दुईटा किताब र त्यही पनि बोक्नु सक्नु लागेको छैन भगवान्। यस्तो मान्छेले कतै पनि पढेर गरी खान्छ होला त। मेरो बाबाले मलाई कस्तो सोचिरहेछन् मेरो छोरीले पढ्छ गर्छ भनेर। मलाई यहाँ एउटा कपी बोक्न नि गाह्रो भइरहेको हाउ मम्मी। आया छोरीबाट नि तपाईँले पढेर खान्छ भनेर आश गर्नुहुन्छ त। तपाईँले गलत गर्नुभयो यस्तो पढेर गरे खान्छ भनेर सोच्नुमा एकदम झोर गलत गर्नुभयो क्या। अनि यो घाम चाहिँ कस्तो लागेको हो कि टिक्कै निधारै टल्किने गरी। अस्ति क्यारे लगाएको बेला यतिको घाम लाग्यो भए अहिले त यहाँ चुरुङ चुरुङ हुने गरी ऊ भइरहेछ, घाम लागिरहेछ। यस्तो भयो साथीहरू, म चाहिँ घर आइसकेँ, मुख पनि धोइसकेँ। अब चाहिँ अलिकति पेट पूजा गरेर फेरि जानुपर्ने हुन्छ। आज चाहिँ काम छ मेरो, काम चाहिँ बल्ल बल्ल स्टार्ट भइरहेछ। चटपटे खान्छु चटपटे खान्छु त भने होइन, तर नि भुजा पनि म लिएको छैन। अनि के अरे त्यो मटर पनि पो भिजाएको रहेनछ। अब त्यो नै नभएपछि त म कसरी खाने चटपटे, गेडागुडी नै नभएपछि। त्यही भएर मैले चाहिँ बिहान कोदोको रोटी पकाएको थिएँ, अनि कोदोको रोटी खान्छु। अब आलु उसिनेको छु, आलुको चटपट बनाएर खान्छु। त्यो पनि यति छ कोदोको रोटी पनि। अनि के साथीहरू, मैले चाहिँ होइन चटपट पनि के खालको बनाएँ भने नि, यहीँ चाउचाउ लगाइदिएँ, यहीँ के अरे यो गाजर, काँक्रा, अनि थोरै मकै थियो, मकै पनि लगाइदिएँ। भुजा चाहिँ लिएको छैन नि त। भुजा र चाउचाउ लिएँ भने मैले एक कुरा त्यही खाएकै गर्छु क्या। त्यही भएर मैले नलिएको हो खासमा चाहिँ। त्यही भएर चाउचाउ र मकैको चटपटे। चपाएर खानु चाहिँ टाइम लाग्छ है, किनकि यो मकै अलिक ढिलो चप्पिन्छ। मेरो लागि चाहिँ मिठो भएको अब आफ्नो आफ्नो टेस्टमा पनि फरक पर्छ। ढिलो भएको बेला त यो मकैको खाजा नखाएकै बेस्ट हुन्छ।